कहाँसम्मको यात्रा हो? यहाँ त शिवपुरी त होइन होला, विष्णुद्वार हुनसक्छ। सो गाइज अहिले हामी शिवपुरीको बाटो हुँदै विष्णुद्वार पुगिन्छ होला। सब रेकर्डेड भइरहेछ। भिडियो चाहिँ पाउने हो कि होइन? बहिनी सबभन्दा सानो फर्स्ट टाइम होला त। आज फेरि नयाँ गन्तव्यमा आएको छौँ, विष्णुद्वार गाइज। ल अब यहाँ हाम्रो टोलीहरू चाहिँ आज यसपालि चाहिँ जेन्ट्सभन्दा पनि लेडिज टोलीहरू चाहिँ बढी छन्। हाम्रा चेलीहरू सबैजना यतै छन्। सबैले सोचिरह होला हामी हाइकिङबाट फर्केको, तर हामी चाहिँ अहिले चिया खानुलाई चाहिँ फर्किरहेछौँ। अनि दुईजना कि एकजना हाम्रो बहिनीलाई हामी कुर्दैछौँ। म आएर यति खुसी हुनुहुन्छ कि के हो? गरम सबैजना जस हाइकिङ गर्दैछौँ हामी विष्णुद्वार जानुलाई जाँदैछौँ। हाम्रो टोलीहरू यति नै हौँ, टोटल 10 जना
छौँ हामी। धेरै चाहिँ नारी शक्ति नै छन् हाम्रो टोलीमा। पुरुष भनेको 2 जना, बाँकी 8 जना हाम्रा चेलीहरू। फ्यान्टास्टिक दामी छ विष्णुद्वार। मौसमले पनि च्यालेन्ज गरेछ हैन? मौसमले च्यालेन्ज गरिरहेछ तर हामी पनि मौसमले च्यालेन्ज। यो हो नि त असली। टेर्दैन हामी मौसमलाई। हेलो हेलो के गरेको तिमीहरू? हाइकिङ हो कि के हो? स्टेप बढाएर तिमी चाहिँ जहिले तहिले यही उसमा बस्ने, नबढ्ने अगाडि। स्टामिना खोइ। अलिकति स्टामिना देखाएर त्यत्रो बेइज्जत गर्यो आमा याङ्रीको बागद्वारको। राति निन्दाको बेलामा हिँडाएपछि कसले चाहिँ याद हुन्छ न? आमा याङ्री बागद्वार गएको मान्छे हिँडाइस्तो हो। यस्तो भिडियो गरिदिनेहरू त्यो त एउटै लेभलको प्रकृतिको काखमा हामी बसेको छौँ। हामीलाई प्रकृतिले ब्लेसिङ दिएको छ। अरे कहना क्या चाहते हो? भनिदेऊ। हे बसन भने तिमी हो कि होइन? यो त एकदम स्योर 100%। रमाइलो हुँदैछ नि हैन? कसको मोबाइल हो यो? यता खोइ यता पढ्नु ल्याइए न त नि हामीले त यो हाल्छु के किन दुईटा उता विङ्स हालेर एकताल दिउँ न। विङ्स हाल्दै पुग्छ नि विङ्सहरू। हामी त 2 जना थपेको छ नि। जतिवटा गरेको कसले बनाएको यो? ओइ हात हात देवा जतिकै रमाइलो पनि छ है। कसो खिच्यो? माइन्ड ब्लोइङ।
माछा मार्दा कस्तो भयो? केही भएन। कसले भन्ने कुरा गुलियो छ जति म यतिको पनि सक्दिनँ। हावाको लहर सँगै कस्तो छ? दामी छ। हाम्रो हाइकिङ सकेपछि हामीले यसरी वनभोज कार्यक्रम पनि गरिँदैछ है।